दर्शकबिन नमस्ते। कथा तिम्रो मिलेर नयाँ कथाको साथमा उपस्थित भइसकेको छु। तपाईँहरूकै प्यारी साथी सञ्चालिका श्रेयात्री भट्टराई। हजुरलाई यो कथा कस्तो लाग्छ प्रतिक्रिया जनाइदिनु हुन पनि अनुरोध गर्दछु। कथाको शीर्षक रहेको छ, यो संसारमा मलाई साँचो प्रेम गर्नुहुने व्यक्ति। एउटा गाउँमा आमा र छोरा बस्दा थियो। आमाले हरेक दुःख सङ्घर्ष गर्दै आफ्ना छोरालाई विद्यालयमा पढाइरहेको थियो। एक दिनको कुरा हो, आफ्ना नाबालक छोराको विद्यालयमा आयोजित अभिभावक भेला हुने कुरा ती आमालाई जानकारी प्राप्त भयो। आमा अभिभावक भेलामा जानुभएछ र त्यहाँका शिक्षकले आमालाई भनेछ, तपाईँको छोरा साह्रै चकचके छ। 1 मिनट पनि शान्तसँग बस्न सक्दैन। बरु तपाईँको छोरालाई अस्पताल लगेर चेक गर्नुभयो भने उचित होला। आमालाई एकदमै टेन्सन भयो। आमा निराश हुँदै घर फर्किनु भएछ। केही समयपछि छोराको पनि विद्यालय छुट्टी भयो। छोरा पनि घर आयो अनि आमाले छोरालाई भन्यो, बाबु, तिम्रो शिक्षकले तिम्रो धेरै तारिफ गर्नुहुँदो रहेछ। तिमी पहिला त 1 मिनट पनि कुर्सीमा राम्रोसँग बस्न सक्दैनौ थियो अरे, तर अहिले त 3 मिनटसम्म तिमी शान्त भएर बस्न थालेको छ अरे, ज्ञानी भएर बस्न थालेको छ अरे। समय बित्दै गयो। छोरा प्राथमिक तहमा भर्ना भएछ। त्यहाँ पनि ती आमा अभिभावक भेलाको निम्ति जानुभएछ। त्यहाँका विद्यालयका शिक्षकले आमालाई भने, तपाईँको छोराले एकदमै नराम्रो नतिजा ल्याएको छ। तपाईँको छोरालाई राम्रोसँग दिमाग चेक गर्नुहोला। आमालाई असह्य पीडा भयो। आफ्नो छोराको यस्तो कुरा सुनेर आमाको आँखाबाट बर्र आँसु खस्यो। आमा एकदमै निराश हुनुभयो। आमा घर फर्किनु भयो। केही समयपछि छोराको पनि विद्यालय छुट्टी भएछ। छोरा पनि घरमा आइपुग्यो। आमाले छोरालाई भन्यो, बाबु, तिम्रो शिक्षकले तिम्रो धेरै विश्वास गर्नुहुँदो रहेछ। तिम्रो पढाइ पनि एकदमै राम्रो छ अरे। तिमी पढाइमा कमजोर छैनौ रे। तर अझ तिमीले मेहनत साथ पढ्यौ भने तिमीले अरू सम्पूर्ण तिम्रो साथीहरूलाई जित्न सक्छौ अरे। त्यो दिनदेखि त्यो छोरा एकदमै आश्चर्यजनक रूपले परिवर्तन हुन थालेछ। त्यो छोराले एकदमै मेहनत साथ पढ्न थालेछ। समय बित्दै गयो। एक दिनको कुरा हो, यी छोरालाई राम्रो विद्यालयले भर्ना गरेछ। छोराले उत्कृष्ट नतिजाका साथ स्नातक तह पनि उत्तीर्ण गरेछ। समय बित्दै गयो। एक दिनको कुरा हो, यी छोरालाई राम्रो विद्यालयले भर्ना गरेछ। एक प्रसिद्ध विश्वविद्यालयले भर्ना गरेछ। त्यो कुरा त्यहाँका शिक्षकले कल्पना पनि गर्न सकेको थिएन। छोरा एकदमै खुसी भएछ। छोराले मनमनमा सोच्न थालेछ, मैले यो कुरा आमालाई चाँडो भन्नुपर्छ। मैले आमालाई खुसी कुरा सुनाउनुपर्छ। छोरा एकदमै आतुर भएछ। छोरा हतार गर्दै घरमा आएछ। अनि छोराले आमालाई बोलाउन थालेछ, आमा, तपाईँ कहाँ हुनुहुन्छ? छिटो आउनुहोस् न। आमा, किन बाबु? आमाले यसरी भन्नुभएछ। अनि आमा पनि हतार गर्दै छोराको छेउमा आउनुभएछ। अनि छोराले आमालाई भनेछ, आमा, तपाईँलाई धेरै धेरै धन्यवाद। छोरा, मैले त बुझिनँ नि, तिमीले किन मलाई धन्यवाद दिएको? छोराले आफ्नो भर्ना आधिकारिक पत्र आमाको हातमा थमाएर रुँदै भनेछ, आमा, बुद्धिमान म होइन भन्ने कुरा म राम्ररी जान्दछु। यो संसारमा मलाई साँचो प्रेम गर्ने एकमात्र व्यक्ति नै हजुर हुनुहुन्छ आमा। आमा प्रभावित हुनुभएछ। आमाले भन्नुभएछ, बाबु, मैले यही कुराको प्रतीक्षा गरिरहेको थिएँ र आज तिमीले मेरा सम्पूर्ण आशाहरू, मेरो सपनाहरू पुरा गरेछौ छोरा। तिमीलाई धेरै धेरै धन्यवाद छोरा। यसरी नै प्रगति गर्दै जानु तिमीलाई मेरो आशीर्वाद छ छोरा। हो दर्शकबिन, तपाईँ हामीले आफ्नो छोराछोरीले राम्रो पढेन चकचक गरियो भनेर उनीहरूलाई
कहिले पनि गाली गर्नु हुँदैन, बरु उनीहरूलाई मायाद्वारा, उनीहरूलाई प्रेमद्वारा सधैँ सम्झाउने बुझाउने गर्नुपर्छ। उनीहरूलाई सदा सर्वदा हौसला दिनुपर्छ। यसो गरेमा एक दिन अवश्य परिवर्तन हुनेछ र जुन कुरा तपाईँ हामीलाई असम्भव लागेको छ ती कुराहरू सम्भव हुनेछ र सफलता प्राप्त गर्नेछौँ। हजुरलाई यो कथा कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। अनि यतिन्जेलसम्म कथा सुनेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा नयाँ कथाको साथमा हजुरको माझ आउनेछु भन्दै तपाईँहरूकै प्यारी साथी सञ्चालिका सह्याद्री बसराई बिदा हुन चाहन्छु। नमस्ते।